अब हामी सुदामा चरित्रलाई सुन्छौँ, जस्ता हामी श्रीकामा पनि भन्छौँ। सुदामा भनेका को हुन् भने भगवान कृष्णका मित्र सखा मित्र। काशीमा सन्दीपनी गुरुको आश्रममा बसेर सँगै पढ्ने साथीहरू मित्र हुनुहुन्थ्यो। एक दिन अब सुदामा ब्राह्मण कस्ता थिए भन्दा बडो सन्तोषी। तर ब्राह्मणहरूको लक्षणै सन्तोषी, असन्तोषी नाश हुन्छ। सन्तोषीलाई जति भए पनि नारायण हरि पुगिहाल्यो, असन्तोषीलाई जति भए पनि बोल्दैन। आखिर भोलि लान पनि केही पाइँदैन, आज घाटमा तेर्सिनै पर्यो। त्यसकारण ब्राह्मण सन्तोषी भयो भने नाश हुन्छ। राजा गइकन सन्तोषी भयो भने राज्य जान्छ। तर ब्राह्मण सन्तोषी भन्नु, राजा असन्तोषी भन्नु। त्यो ब्राह्मण सुदामा बडो सन्तोषी थियो। अनेक जीवनमा उतार चढाव आए तर पनि आत्तिए नहीं। उनकी पत्नी थिइन् जसको नाम सुशीला। उनी पनि अब जे छ मेरो प्रारब्ध भाग्यमा त्यही हुन्छ।